So hello guys, हामी चाहिँ लालीगुराँस हेर्न जानु लाग्यो है मामासँग। यो साइडतिर हेर्न जाउँला। यस्तो लालीगुराँसै छैन, यसो हेर्न जानु पर्ला। यो फेरि हिँड्नु नरहेछ है, यो त सक्यो होला है यहाँ यताबाट। यो चाहिँ गोठ, मामाको गोठ चाहिँ यता। अहिले एकछिनमा भैरव पूजामा जानुपर्छ होइन, भैरव पूजा के भन्छ अरे थपतिर। यो मामाको गोठ, हाम्रो त तलै थियो, तल छोडेर आयो। हामी चाहिँ हिजो राति 12 बजी आइपुग्यो। ढुलुलले कपडा सपडा फोहोर बनाइदियो। मुनु आइज। हामी चाहिँ लालीगुराँसतिर आयो है गाइस। यो त यो हिमालय नदी रहेछ, पुरै ठिकै रहेछ है। यति नि देखेन हौ हिमाल है। यहाँ गोडहरू छ। यो भइहाल्यो गाउँहरू। त्यो सिम्बु, यो कुन हो सिम्बु त होला नि, सिम्बुको कृषि गाउँ होइन। यही हो। यहाँ लालीगुराँस अलिअलि मात्रै रहेछ, छैन हौ यसपालि त लालीगुराँसै रहेछ। थोरै थोरै रहेछ हौ लालीगुराँस, सकेछ गाउँतिर लालीगुराँस। सुकेछ है, सुकेर नि के भइसकेको रहेछ कोही त। यही हो लालीगुराँस, यस्तो सुकेछ हेर्नु ल। उति चाहिँ राम्रो छ। यो साइडमा चाहिँ यति मात्रै रहेछ, यता नि सुक्या सुक्या जस्तो रहेछ, अलिअलि सुक्नु। यो चाहिँ सुक्या रहेछ, यो दुइटामा त्यहाँ अलिअलि सुक्दै रहेछ। यो नि सुकेछ। चरा तल हेर्नु सक्नुहुन्छ बाटो सुकेछ, लालीगुराँस सुकेछ। त्यता रहेछ टन्नै लालीगुराँस। फेरि कुन चरा यो? हामी चाहिँ घरतिर फर्केको, गुराँसहरू हेरेछु, सबै सुक्या रहेछ। हामी चाहिँ मामाहरूमा अहिले ठुला पूजामा जान्छु, यसो हेर्छु पूजामा। गोठमा गएपछि यसो क्यामेरा नराम्रो घरमा ठुला पूजातिर हुन्छ। हामी चाहिँ गोठ आइपुग्यो ल। माया यहाँ सुदीप दाई के गर्दै हो? सुदीप दाई बनाएको ए बहिनी। ओ चिवन के गरेको? छैन, छ एउटा माइजी हुनुहुन्छ, बहिनी। हामी चाहिँ पूजातिर गएको है सातगतिबाट। हामी अब भैरवतिर हिँडेको यसो पूजा गर्न। कुखुरा देखाउनु त मामा, कत्रो छ? यत्रो कुखुरा छ है। ल लोकल होइन, आयो लोकल भाले आयो। अझ काटिन्छ लोकल भाले है। त ल आएको पूजामा गएर देखाउँछु। भैरव पूजा आइपुगे, त्यहाँ मम्मी हिँडेर आइरहेछ। घरबाट निस्के मेरो चाहिँ भ्लग सक्यो है। लगाइछ गोठमा आएर बसेको, अब सुत्ने एकछिन। हिजो राति 12 बजी आइपुग्यो। बहिनी बाई गरिदेऊ। बाई बाई।